आमालाई सहयोग भएको छ। हाम्रो शिवलाल खतिवडा, टिकादेवी खतिवडा, उहाँको छोरा विदुर खतिवडा र बल्लभ खतिवडा, उहाँहरूले एकदम सोचेभन्दा ठुलै सहयोग गर्नुभयो। मैले यो आशा गरेको पनि थिइनँ। आफै सहयोग गर्नुभयो। आमाको केही राम्रो होस्, आमालाई केही सुविधा होस्, हामी जन्मेको हुर्केको बढेको ठाउँ होइन, उहाँको लागि केही हामीले पनि गर्न सक्दा हाम्रो बुवाको नाममा अलिकति केही सहयोग गर्छौँ भन्ने उहाँहरूले अनुरोध गर्नुभयो। मैले आफै उहाँले मेसेज गर्नुभयो, बल्लभले, मसँगै पढेको साथी होइन, उहाँले आफै गरेर भनेपछि ठिकै छ गर न त भन्ने हिसाबले गर्नुभएको छ। र बल्लभ खतिवडाबाट रु 20,000 सहयोग भएको छ। ताली गरिदिनु होला है। र त्यसै गरी विदुर खतिवडाको तर्फबाट पनि 30,000 सहयोग भएको छ। गरेर दाजुभाइले जम्मा 50,000 सहयोग गर्नुभएको छ। र उहाँहरूलाई एकदम तालीले स्वागत गरिदिनु होला। यो पनि उहाँहरूको परोपकारी मन हो होइन। उहाँहरू दाजुभाइबाट 50,000 सहयोग भएको छ। त्यसै गरेर सागर पौडेल हुनुहुन्छ कपिल वस्तु 4बाट, मैले चिनेको पनि होइन, फेसबुकमा अब 8-10 हजार मसँग जोडिनु भएको थियो। उहाँले आफै क्युआर मागेर म हालिदिन्छु भनेर 1,000 रुपियाँ हाल्नु भएको छ। त्यसै गरी हाम्रै गाउँको बहिनी सुनिता राई हुनुहुन्छ, उहाँले मेरो नाम चाहिँ नलिनु, मम्मीको नाम लिनु है, एउटा आमाले नै सहयोग गरेको देखियोस्, गोमा राईको नाम लिदिनु भनेर 1,000 सहयोग गर्नुभएको छ। प्रमिला तामाङ हुनुहुन्छ गर्जामान सहकी छोरी कान्छी, मसँगै पढ्नु भएको, उहाँले पनि म बेरोजगारी छु हौ, धेरै त हाल्न सक्दिनँ, स्क्यानर देन भनेर 500 रुपियाँ हालिदिनु भएको छ। उहाँलाई पनि ताली गर्नुहोला। त्यसै गरी तोया नेउपाने हुनुहुँदो रहेछ, उहाँको भाइ हुनुहुँदो रहेछ दिल्ली नेउपाने, जो चाहिँ दाई हो, दाई हुनुहुँदो रहेछ केराधाबाट। उहाँले पनि मलेसियामा बस्नु हुँदो रहेछ। उहाँले 11 भएको छ, 11 रुपियाँ आएको थियो उहाँको होइन। त्यसो गरेर चाहिँ जम्मा आमाको 53,611 रुपियाँ आज हामीले सिमरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत गरिदिएका छौँ। जुन पैसा चाहिँ अब हामीले यहाँनिर हाम्रो सेवा केन्द्र प्रमुखले प्रमाणित गरेर यहाँनिर हामीले उहाँको बचत राखिदिएको छौँ। जुन चाहिँ चल्ती खातामा छ 100 रुपियाँ निकालेर उहाँले निकाल्न सक्नुहुन्छ। यो थोरै ब्याजमै हामीले राखिदिउँ, किनभने अरू जाम हुने पैसामा राख्यो भने भोलि समस्या हुन्छ। त्यसै गरेर उहाँलाई यो प्रमाणपत्र पनि हामीले 100 को प्रमाणपत्र जुन खाता खोल्नको लागि 260 रुपियाँ लागेको थियो त्यो हामीले नै बिहोरेका छौँ। र यो 100 को प्रमाणपत्र पनि गरिदिएको छौँ, जम्मा गरेको यहाँ छ होइन। अनि चेक पनि हामीले उहाँलाई उपलब्ध गराएका छौँ। यो चेकमा चाहिँ उहाँले केही गर्नु पर्दैन, यहाँ ल्याप्चे लगाइदिनुहुन्छ अनि आफ्नै नाम लेखिदिनुहुन्छ कर्मचारीले र निकाल्न सक्नुहुन्छ। 2,000, 3,000, 1,000देखि माथि यो चेक प्रयोग गरेर निकाल्न सक्नुहुन्छ। उहाँले यो चेकको पनि व्यवस्था गरिदिएको छौँ। र यो सम्पूर्ण कुराहरू हामीले उहाँलाई चाहिँ वितरण गर्छौँ। र यो लागि म अनुरोध गर्दछु र आमा पनि यता आइदिनुहोस्, सरलाई यो वितरण गरिदिनु हुनु भनेर। ल बस्नु ल, हस् ल, धेरै धेरै हुनुभएका सम्पूर्ण महानुभावहरू, बेजुले एउटा असहाय आमालाई जुन कर्म गरेका छन् त्यो अति नै सराहनीय छ। उहाँको परिचय र उहाँको पृष्ठभूमि हामी सबैलाई थाहा छ, यहाँ व्याख्या गर्नुपर्ने आवश्यकता छैन। र यस्ता काम समाजमा असहाय बनेका व्यक्तिहरूलाई यस्ता काम गर्न निरन्तरता पाओस्, उहाँको लागि यति नै भने। आमा के छ, आज कार्यक्रम गरियो होइन, गरियो कार्यक्रम गरियो। अनि यो तिलहरी त निकै राम्रो लगाउनु भएको रहेछ। अस्ति पनि मैले भिडियोमा तपाईँको यो तिलहरी देखिएको थियो, मलाई सोध्दै हुनुहुन्थ्यो आमा त निकै प्यावा पाते बनाउनु भएको रहेछ। यो तिलहरी मैले श्रीमानको चिनो हो। ए श्रीमानको चिनो हो? हजुर, म बाटोले लाउँछु। ए कसरी जोड्नु भयो त यो? यसो कुखुरा परेवा यसो गर्दै गयो अनि अलिकति ठुलो बनाएको। अनि आज अब यो कार्यक्रम गरे यसै गाउँमा होइन, हाम्रो भाउजू पनि हुनुहुन्छ यहाँ, तपाईँकै साथी तपाईँलाई लिएर आउनु भएको छ, तपाईँ बुढी मान्छे डोर्याएर लिएर आउनु भएछ। अनि आज सहकारीमा यो कार्यक्रम सहकारीको कार्यक्रम गऱ्यौँ, तपाईँलाई यहाँ सबैजना राखेर हामीले पैसा पनि सहयोग निकै आयो। कति पैसा आयो थाहा पाउनुभयो? 55,000।
53,611 रुपियाँ आज आयो। अस्ति 10,500 आयो। मैले एउटा मानवताको नाताले एउटा भावनात्मक नाताले हजुरलाई यो गरिदिउँ भनेर गरेँ। अब फेरि मनकारी मान्छेहरूले सहयोग गर्नुभयो भने तपाईँकै खातामा आउँछ, त्यो व्यवस्था मिलाएको छ। अनि तपाईँलाई नि 50,000 सहयोग आएको छ एकै घरबाट। तपाईँ शिवलाल खतिवडा चिन्नुहुन्छ? चिन्छु। ए अहिले कहाँ हुनुहुन्छ उहाँहरू? काठमाडौँ हुनुहुन्छ। ए उहाँहरूको अनि शिवलाल त बितिसक्नुभयो नि? बित्नुभयो। अनि उहाँको छोराहरू कतिजना हुनुहुन्थ्यो थाहा छ? 6 जना। ए अनि तपाईँलाई विदुर खतिवडा र बल्लभ खतिवडाले चाहिँ अस्ट्रेलिया अमेरिकाबाट बल्लभले 20,000, विदुरले चाहिँ तपाईँको 50,000 रुपियाँ पठाइदिनु भयो। अब उहाँहरूलाई के भन्न चाहनुहुन्छ? धन्यवाद होस् भाइहरूलाई, अझै बढ्दै जाउन् भन्छु। ए अनि भाउजू उहाँको यो पैसा हामीले सहकारीमा राखिदिउँ कि अब जम्मा गरेर राखिदिएको छ, यसको पैसाको कसरी सदुपयोग गर्न सकिन्छ होला? अब के गर्दा राम्रो हुन्छ यसो भनिदिनुहोस् न। अब उहाँले यो पैसा आफूलाई के आवश्यक पर्छ, घर बनाउन पनि अब त्यस्तो छ, राम्रो छैन। अलिअलि अब मर्मत गरेर घरसर बनाउने ओर्ने के गरेर अब उहाँले गर्नुहुन्छ। अनि अब आफूलाई चाहिँदाखेरि केमा आवश्यक पर्छ झिकेर चलाउनुहुन्छ। ए अनि हजुरजी के भन्नुहुन्छ हाम्रो बल्लभ खतिवडा विदुर खतिवडा तपाईँकै आँगनमा हुर्केका बढेका होइन, हाम्रै गाउँमा माया गर्ने हाम्रा दाजुभाइहरूलाई के भन्न चाहनुहुन्छ? ए ती भाइहरू हुन् कस्ता मनकारी, कस्ता अब राम्रा, कस्ता बुद्धिजीवी, कस्ता अब हुन्। बाबुआमा पनि असल, छोराहरू पनि असल छन्। उनीहरूलाई धेरै धन्यवाद होस्। यस्ता दुखी गरिबलाई अब उहाँहरूले सहयोग गर्नुभएछ। त्यो सहयोगले उहाँहरू पलाएर जानुहुन्छ। ल हुन्छ, एकदम मनकारी मन भएका हाम्रा दाई भाइहरूलाई पनि धेरै धन्यवाद। आमाको एक्लै एउटी हाम्रो असहाय आमाको लागि गर्नुभएको छ, यो पनि उहाँहरूको भावना हो होइन। र यो सहयोगको लागि अब यहाँ आज हामीले कार्यक्रम गऱ्यौँ। यहाँ हाम्रो काका बुवा पनि हुनुहुन्छ, यहाँ ठुलो बुवा हुनुहुन्छ, यहाँ देवी सर भिनाजु हुनुहुन्छ। भिनाजु, आजको यो कार्यक्रमपछि हामीले यो आमालाई अब यो वितरण गरेको पैसालाई कसरी के गर्दाखेरि चाहिँ राम्रो हुन्छ होला यसो तपाईँले भनिदिनुहोस् न। यस विषय मैले अघि मन्तव्य दिँदा पनि भनिसकेको थिएँ। त्यो 53,611 रुपियाँ बचतै रहोस्। हजुर। अब पहिले उठेको पैसा दिइसकेको रहेछ। हजुर। अब अप्ठ्यारो पर्दा उहाँलाई अप्ठ्यारो पर्दा सहज रूपमा उहाँले पैसा निकाल्ने वातावरण बनोस्। अब अप्ठ्यारो नपरी पक्कै पनि जानुहुन्न। अप्ठ्यारो पर्दाखेरि चाहिँ त्यो सेवा अब यो सहकारीले दियोस्। र पुनः बेदुलाई यो कार्य गरेकोमा धन्यवाद दिन चाहन्छु। ल हस् त, ल आजको यो कार्यक्रमपछि मैले यहाँ अब यसो यो भिडियो पनि लिएर तपाईँहरूलाई यसो सामाजिक सञ्जालमा हालिसकेको छु। धेरै धन्यवाद होस्। अब यस्ता दुखी गरिबलाई तपाईँले आँखा देखेर, यो आँखा चाहिँ तपाईँले राम्ररी देख्नुभयो, कसैले देखेको थिएन, तपाईँले देखेर उहाँ दुखीलाई धेरै अब तपाईँले सहयोग पुर्याइदिनु भएछ। त्यसमा तपाईँलाई धन्यवाद म चाहिँ माध्यम भए सहयोग गर्ने अरू पनि हुनुहुन्छ होइन। सबैलाई धेरै धन्यवाद। अब झन् धेरै मुरी होस्। अब उहाँलाई यसरी दुखीलाई गरिदिएको हुन्छ। हस्।